नमस्कार सबैजनालाई। अहिले हामी छत्रकोट 3 सोयगा स्थित टन्डन कृषि फर्ममा आइरहेका छौँ। बर्खायाम लागेसँगै सुन्तलामा निलो तुतो लगाउने, मलजल गर्ने लगायतका कामहरू यहाँ भएको देख्न सकिन्छ। यो हाम्रो थम्मन बहादुर टन्डनजीको कृषि फर्म हेर्न लायक छ। निलो तुतुले सिँगारिएको छ। करिब 100 बोटको हाराहारीमा रहेका सुन्तलाका बोटहरू फल दिने तयारीमा छन्। उहाँको मेहनतले यो जग्गा सुसार पाएको छ। केही समय बुटवलमा बस्ने भए पनि उहाँ खेतीबाली लगाउने सिजनमा र भित्र्याउने सिजनमा आफ्नै जन्मभूमि सोयगा आएर कृषि कर्मलाई निरन्तर दिइरहनु भएको छ। उहाँको फर्म अहिले खनजोत गरी निलो तुतो लगाएर एकदम सिरच्याट्ट अवस्थामा छ। कस्तो लाग्यो तपाईँलाई यो फर्म, यी सुन्तला, उहाँको कार्य हेरेर सल्लाह सुझाव प्रतिक्रिया दिनुहुन हार्दिक अनुरोध गर्न चाहन्छु। उहाँको कर्मलाई हामी सम्मान गरौँ। जय कृषि।